आज हाम्रो कोरियन भाषा पढ्ने सुरु दिन। सुरुको दिनमा हामीले के पढ्नुपर्छ? कह ग घ पढ्ने त हो नि हैन? व्यञ्जनबाट, एकल व्यञ्जनबाट र मिश्रित व्यञ्जनबाट हैन? कन्सोनेन्ट साउन्ड, सिंगल कन्सोनेन्ट, डबल कन्सोनेन्ट। सुरु गरौँ। क्लासलाई हामी सुरु गर्छौँ। सुरु गर्नुभन्दा पहिला एकल व्यञ्जनबाट कतिवटा हुन्छ, मिश्रित व्यञ्जनबाट कतिवटा हुन्छ? यो हाम्रो 5 वटा मात्रै हुन्छ है। सिंगल कतिवटा हुने भयो? हाम्रो 14 वटा हुन्छ। 14 र 5 मिलाएर हाम्रो कति भयो? 19 वटा। 19 वटा, मात्र 19 वटा पढ्छौँ है। मात्र आज 19 वटा पढ्छौँ हामीले। अब कोरियाको कह ग घ पढौँ है। यसरी यता लाने अनि तल लाने। यसलाई के भन्नुपर्छ होला? यसलाई हामीले भन्नुपर्छ ग, ग अथवा ख अथवा क। सुरुको मात्रै पढ्नुहोस्, ग पढ्नुहोस्। यसलाई ठ्याक्कै उल्टो छ यो फेरि। यो यता लएर यता गथ्यो, यो तल लएर यता लाने। ठ्याक्कै उल्टो गराउँदा यस्तै हुन्न। यसलाई हामीले भन्नुपर्छ न। के भयो? ग न, गन बन्दुक हैन। यसलाई हामीले भन्नुपर्छ द, द अथवा त अथवा थ। यो त यति मात्रै हो, न मात्रै हो है। त्यो चाहिँ यस्तो गर्ने, तल लाने, फेरि यता लाने। यसलाई भन्नुपर्छ हामीले र, र अथवा ल, ल अथवा र है। यो चाहिँ ठ्याक्कै बक्स चाहिँ हो है। बक्स बनाउने, बक्सलाई के भन्नुपर्छ? म भन्नुपर्छ है। यस्तो गर्ने, बिचबाट काट्दिने। यसलाई हामीले भन्नुपर्छ ब, प अथवा फ पनि, प अथवा फ पनि। यो पछाडिको कुरा नपढ्नुहोस् अहिलेको लागि हैन। यो अगाडिको एकन्टा भन्नुहोस् है। एकन्टा भन्नुहोस्, तपाईँलाई सजिलो हुन्छ। कसरी पढ्नुहोस्? ग न द र म ब। यसलाई के भन्नुपर्छ होला? यसलाई भन्नुपर्छ हामीले स अथवा त पनि है। त दुई ठाउँ आयो नि, दुई ठाउँ आयो है भन्ने जस्तो लाग्यो होला। 1-2 दिनपछि तपाईँले आफै बुझ्नुहुन्छ है। 1-2 दिनपछि आफै बुझिन्छ। त्यो कन्फ्युज हुने कुरा होइन। ल हेर्नुहोस् है। ग न द र म ब स होइन त? ग न द र म ब स। अब हेर्नुहोस्, अब त हाम्रो जम्मा यति 7 वटा भयो होइन। अब ठ्याक्कै गोलो है। गोलो चाहिँ बनाउने हो। गोलो बनाउने, यसलाई भन्नुपर्छ अ अथवा ङ, ङ है त। यस्तो लाने, यस्तो लाने, यस्तो गराउने, यस्तो पुरै गराउँदा हुन्छ। यसलाई भन्नुपर्छ हामीले ज अथवा छ पनि अथवा त पनि है। अब यो पनि सेम उस्तै छ, सेम, तर माथिबाट यति ड्यास लगाउने है त। यसलाई हामीले भन्नुपर्छ छ अथवा त पनि है, अथवा त पनि। के भयो? अ ज छ। अगाडिको कुरा हेर्नुहोस् है। अ ज छ, अ ज छ, अझै छ भन्न खोजे जस्तो भाइब्स आयो नि होइन। अझै के रहेछ हेरौँ है। यो के हो? 7 हो नि। यसलाई हामीले भन्नुपर्छ ख अथवा क पनि। यसलाई हामीले के भनेर पढाएको थियौँ पहिला? इ होइन त? यसलाई हामीले के भन्नुपर्छ अब? अब हामीले भन्ने हामीले थ अथवा त पनि है। त जताततै देखिया छ नि, तताततै होइन। त ओहो, त नै त छ होइन। यो बुझिन्छ, धार चाहिँ बुझिन्छ। यो त किन भएको भन्दा पछि शब्द निर्माण गर्दा मजाले बुझ्नुहुन्छ तपाईँले। ख थ, ख थ। अब यसलाई हामीले भन्नुपर्छ फ अथवा प पनि है त। गोलो गोलो अन्डा बनाउने अनि यस्तो लाने अनि माथि यस्तो। यो छैएको हुन्न है, यहाँ छैएको छैन है, छैएको छैन है। यसलाई भन्नु पऱ्यो हामीले ह, ह भन्नु पऱ्यो। ल के भयो? ख थ फ ह। ल सुरुबाट हेर्नुहोस्। यसलाई हामीले भन्ने ग, सुरुको मात्रै। सुरुमा मैले लेखेको छु नि अगाडि, हो तिनी मात्रै पढ्नुहोस् है।
यसलाई भन्नु पर्यो भयो ग, यसलाई न, ग न द र म ब स, ग न द र म ब स, अझ छ अझै छ, के छ अझै, ख थ फ ह, ख थ फ ह। कसरी याद गर्ने, यादै भएन भन्ने जस्तो लागेको छ भने कसरी याद गर्नुहोस् भन्दा सुरुमा लेख्दा दुइटै लेख्नुहोस्, यो पनि 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 लेख्नुहोस्, त्यसरी लेख्नुहोस्, पढ्नुहोस्। जस्तो यहाँ हेर्नुहोस्, यस्तो गर्नुहोस् होइन। यसलाई के भन्छ, ग भन्छ, यसलाई के भन्छ, न भन्छ, यसलाई के भन्छ, द भन्छ भन्दै लेख्नुहोस् होइन। मजाले लेख्नुहोस्, प्र्याक्टिस गर्नुहोस्, ग न द र भन्दै पढेको पढै गर्नुहोस्। अनि यो यताको पछाडिको यो नेपाली नलेख्नुहोस्, नेपाली नलेखिकन लेख्न सुरु गर्नुहोस्। ग न द र यो के अरे बक्सालाई के भन्छ अरे, याद आएन भने बल्ल हेर्नुहोस् अनि बल्ल लेख्नुहोस्, के भन्छ म भन्छ होइन। अनि त्यस्तरी पढ्नुहोस्, अवश्य याद हुन्छ है। अब हाम्रो यो सिङ्गल कन्सोनेन्ट भ्याइयो है, एकल व्यञ्जनबाट सकियो 14वटा यति हो। अब हाम्रो 5वटा डबल कन्सोनेन्ट पढौँ। डबल कन्सोनेन्ट चाहिँ हाम्रो पढौँ है त ल। डबल कन्सोनेन्ट पढौँ है त ल। हेर्नुहोस्, यसलाई हामीले भर्खरै के भनेर पढ्यौँ, ग, यो के भयो, डबल भयो। यसलाई डबल भएपछि के भन्नुपर्छ हामीले, आदि क अनि पुरै क भन्नु पऱ्यो है। यसलाई के भनेर पढ्यौँ हामीले, द भनेर पढेको छौँ होइन। यो दुईवटा भयो, यसलाई के भन्नुपर्छ, त, क त। यसलाई हामीले के भनेर पढाएको छौँ, हेर्नुहोस् ब भनेर पढाएको छौँ होइन, ब। अब यो पनि डबल भयो, त डबल कन्सोनेन्ट हो। यसलाई हामीले भन्नुपर्छ प, क त प। यसलाई हामीले के भनेर पढेका छौँ, स अनि स। यसलाई चाहिँ हामीले स नै भन्छौँ है, स नै भन्नुपर्छ है, स। अब यसलाई हामीले के भनेर पढाएको छौँ, यसलाई हेर्नुहोस् ज भनेर पढाएको छौँ होइन। यो पनि डबल भयो। यसलाई हामीले के भन्नुपर्छ अब, च है त। के भयो, क त प स च, क त प स च। ल सकियो, डबल कन्सोनेन्ट पनि सकियो, सिङ्गल कन्सोनेन्ट पनि सकियो। हामीले जम्मा 19वटा मात्रै पढिसक्यौँ। अब भोलि हामीले स्वरबाट पढ्छौँ, अ आ इ है। आजको यो कुरा चाहिँ तपाईँले एकदम मजाले प्र्याक्टिस गरेको गर्नुहोस्, अवश्य आउँछ। शुरुआत में लोग हंसेंगे, मम्मी पापा भी घबराएंगे।